हेलो गाइज, बैक टू बैक न्यू डे न्यू ब्लग। फेरि पनि सबैलाई हार्दिक 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 स्वागत छ हैन। म चाहिँ डिबी बोहरा अनि आज चाहिँ म चाहिँ 12 बन्ड 18 खण्ड भन्ने ठाउँ रसन मैदानमा आइरहेको छु। हिजो साँझ हाम्रो यहीँ बास भयो, यता देख्न सक्नुहुन्छ हैन। यता यो चाहिँ टेन्ट। हिजो हामी चाहिँ कहाँ सुतेको भन्दाखेरिमा ट्याक्कै यहाँ सुत्यौँ हैन। अनि हाम्रो चाहिँ खानपिन चाहिँ यहाँनिर भयो। अनि म चाहिँ अहिले रसन मैदानमा छु र रसन मैदानमा के कस्तो छ भनेर सब भिडियो देखाउने छु। र यहाँको चराचुरुङ्गीहरू अनि यहाँको घोडाहरू अनि यहाँको भेडाहरू सब यो भ्लगमा देखाउने छु। कृपया स्किप नगरिदिनु होला हैन। अनि अहिले चाहिँ ठ्याक्क मर्निङ टाइममा लगभग हामीले चाहिँ नास्ता चाहिँ भइसक्यो हामीहरूको, चाय पिएर अनि ट्याक्क मर्निङ टाइम। अनि टेन्ट चाहिँ देख्न सक्नुहुन्छ हैन। यो चाहिँ हाम्रो चाहिँ बस्ती सुतेको चाहिँ हामीहरू चाहिँ हिजो साँझ यही भित्र टेन्ट लगाएको थियौँ। अनि ब्यागहरू प्याक गरेर आज चाहिँ हाम्रो रसुन मैदानदेखि हाम्रो चाहिँ किनिमिन्नी मैदानसम्मको यात्रा हुनेछ। र त्यहाँपछि हामी घरमा पनि जानेछौँ। यो माथि यो टपमा जाने भनेको थियो हैन। यो पहाड बडीमालिकासम्मको यात्रा भनेको थियो, किनभने चाहिँ हाम्रो अहिले चिसोको कारणले हामीले त्यहाँ जान सकेनौँ। अब चाहिँ केही दिन पछि हामीले घुम्ने प्रयास गर्नेछौँ हैन। अब चाहिँ हाम्रो म चाहिँ यो अहिले ठ्याक्कै करिब मैदानमै छु, मैदानको फिल्डमा हैन। अब हाम्रो चाहिँ केटाहरू यता देख्न सक्नुहुन्छ, हाम्रो कृष्ण बोटाला अनि हाम्रो चाहिँ भरत बोटाला अनि विनोद बोटाला अनि हाम्रो चाहिँ यो खगेन्द्र बोटाला अनि केबी भलकर हैन। केबी बोटाला भलक पनि छ भाइको, त्यो पनि भलकहरू बनाउँछ। यता देख्न सक्नुहुन्छ सरी हैन। यता चाहिँ हाम्रो चाहिँ हुनुहुन्छ उमेश बोटाला हुनुहुन्छ। अनि हामीहरू केटाहरू जेस फुल इन्जोय भयो किन केटा हो, फुल इन्जोय भन्दा पनि खतरा जेस ला चिसो छ गाइजहरू हैन। कुरै छोड्दियो चिसोको त। अनि चाहिँ हाम्रो चाहिँ अहिले म चाहिँ हिँड्दैछु। अब यहाँ चाहिँ के विकास भइरहेको थियो भनेर देखाउँछु। अनि यहाँ पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ स्वर्गको घाडी भन्छन् हैन। स्वर्गको भिड मतलब हाम्रो अछामी भाषामा चाहिँ घाडी भनिन्छ। यो घाडी यो पखान पछाडिको भ्यूहरू हैन यस्तो छ के भन्नु। अनि हाम्रो चाहिँ बडीमालिका जाने बाटो चाहिँ यो उता त्यहाँ देखिन सक्नुहुन्छ, त्यहीँसम्मै हो हैन। अनि म चाहिँ हिँड्दैछु अगाडि। अब यतातिर भेडा सेडा पनि देखाउने प्रयास गर्नेछु सबै हैन। अनि चाहिँ पहिलाका भन्दा धेरै डिफ्रेन्स भएको रहेछ। जोस् यसमा यो मैदानमा चाहिँ फोहोर सोहोर त्यस्तो जथाभावी फ्याँक्ने भन्ने चाहिँ नहुने रहेछ हैन। अनि चाहिँ यो चाहिँ हाम्रो टाउका भनेर चिनिन्छ। पहिला हाम्रो बाजेहरू मेरो बाजे पुर्खाहरू हैन यहीँ चाहिँ भैँसा ल्याउने गर्थे। तर एकचोटि त म पनि आएको थिएँ हैन, कहिले नजानु भन्दा अगाडि यहाँ चाहिँ आएको थिएँ। अनि यो चाहिँ पुल, हाम्रो चाहिँ पुल पनि निर्माण भइरहेको रहेछ। सानो खोला थियो हैन, यहाँनिर खोला जुत्ता सुत्ता हाले हुन्छ नि त, त्यसले तर्नलाई गाह्रो हुन्थ्यो। अनि त्यहीको लागि पनि अनि टक्क यो पुलहरू निर्माण गरेको रहेछ। यो चाहिँ फलामको पुल चाहिँ होइन है। फेरि यो पुल चाहिँ के कस्तो पुल हो भन्दाखेरिमा यो चाहिँ काठे पुल यस्तो बवाल फोटाको लागि। तर यहाँ घुम्नको लागि विशेष के हुन्छ भन्दाखेरिमा यहाँ घुम्नको लागि विशेष चाहिँ स्वर्गको टुक्रा भनेर रामारसन भन्नेलाई चिनिन्थ्यो हैन। तर मलाई त्यस्तो साँच्चै कस्तो यार स्वर्ग गए जस्तो हुन्थ्यो रामारसनमा भनेर अब इन्टरनेटमा देखिन्थ्यो। तर मलाई यस्तो झुट जस्तो लाग्यो हुन्थ्यो कि कस्तो रामारसन पनि स्वर्गको टुक्रा हुन्थ्यो। तर कसम म भन्छु हैन, सबैलाई आग्रह गर्छु एकचोटि सबैले यो रामारसनमा घुमिदिनु होला हैन। अनि थाहा हुनेछ कि स्वर्गको टुक्रा हो के हो भनेर। यहाँ आएर मलाई सब हिजो चाहिँ हिँड्दा यस्तो दुःख लागिरहेको थियो हैन बाटोमा। जब म यो मैदानमा आएँ हैन, तालहरू घुमेँ मैले हैन, तब त मेरो मनमा के ऊर्जा भयो भन्दाखेरिमा हैन, यो मनमा
ओ माई गड पछि हल्का माथि आउँदा यति दामी होइन अन्त फेरि हल्का माथि आउँदा यति दामी होइन पुरै खतरा भने अहिले त स्वर्ग गए जस्तो फिल भइरहेछ कि गाइजहरू होइन अनि यता देख्न सक्नुहुन्छ यो चाहिँ टाउका अनि यो चाहिँ हिजो चाहिँ उता त्यहाँनिर भेडा थिए होइन तर आज चाहिँ किनिमिनी मैदानमा लगिसके भनिरहेछन् भेडा अनि एक ठाउँमा चाहिँ भेडा छन् म भेडाहरू पनि देखाउने छु र यता ठुला ठुला चट्टानहरू छन् होइन ठुला ठुला मैदानहरू रहेछन् अनि 12 बन्ड 18 खण्ड किन भनिएको भने चाहिँ 12वटा बन्ड भएको ताल भएको क्षेत्रलाई 12 बन्ड 18 खण्डहरू किन छन् भने 18 खण्ड भनेको यस्तै यो रसुन जस्तै छ नि त्यस्तै किनिमिनी मैदान त योभन्दा धेरै भयङ्कर खतरा छ कि किनिमिनी मैदान होइन यो किनिमिनी मैदानमा यस्तो छ अनि यहाँ माथि लालीगुराँसहरू पनि पाइन्छन् यहाँभन्दा माथि अनि नेपालको राष्ट्रिय चरो डाँफे पनि पाइन्छ होइन त्यो हरेक कुराहरू पाएको हुनाले होइन अनि चाहिँ यहाँ चाहिँ धेरै अनि यहाँका पखानहरू यता देख्न सक्नुहुन्छ पखान अनि घना रसुन मैदानमा यहाँदेखि मैदान कसरी भने चाहिँ पुरै यो यता देख्न सक्नुहुन्छ योदेखि सिधै देखाउने छु होइन पुरै वरिपरि पुरै डाँडाले पुरै घेरिरहेको छ होइन यता देखाउँछु यो चाहिँ ठ्याक्क यो चाहिँ बाघफालो यहाँदेखि कालीकोट पनि जान सकिन्छ अनि यो चाहिँ यो चाहिँ दँदाडी यता दँदाडी भनिन्छ यसलाई अनि दँदाडी अनि यो चाहिँ उता चाहिँ यो चाहिँ यहाँ चाहिँ रङ्गाडेको ताल छ होइन हिजो हामी रङ्गाडे बन्ड पनि हल्का घुमेर आयौँ किनभने राति छिटो हुनुपर्ने थियो ट्यान्टा हाल्नुपर्ने थियो हामी हल्का छिटो आइसक्यौँ होइन अनि चाहिँ अहिले त यस्तो महसुस भइरहेको छ होइन मलाई यस्तो महसुस भइरहेको छ आम्मा म त ढले भने होइन साँच्चै ढल्ने जस्तो फिल भइरहेछ के मलाई त यहाँ यति खतरा भनेको यति खतरा छ होइन अनि मलाई चाहिँ बस्ने मन लागिसक्यो यहाँनिर किनभने चाहिँ पहिला हाम्रो यहाँनिर मेरो चाहिँ खरक चाहिँ यहाँनिर थियो है पहिला म चाहिँ यहाँनिर यो देखाउँछु यहाँ माथि अहिले चाहिँ पुरै खरकहरू भत्काइरहेको रहेछ भत्किसक्यो पहिले आलु पनि लगाउँथे पुराना बाजेहरू होइन आलु लगाउँथे अहिले चाहिँ पुरै भत्काइरहेको रहेछ अनि चाहिँ पुरै यहाँनिर बवाल छ गाइजहरू बवाल छ होइन अनि यता ढुङ्गाहरू देखाउने छु कतिवटा ठुला ढुङ्गा छन् यहाँ पानी छ पानीको कुरै छोडिदिनु गाइजहरू होइन पानी त यस्तो बवाल छ होइन पुरै पिउनै नसकिने के यति पुरा चिसो पनि बाबा यति चिसो मिनरल वाटर भन्दा नि जब फ्रिजमा हाल्छ नि अटोमेटिक फ्रिज छ क्या यहाँ त्यो चाहिँ हावापानी यस्तो मिलेको है बवाल घुम्नको लागि अनि फोटोको लागि भिजिटको लागि यति राम्रो छ प्लिज कृपया सबैजना आइदिनु होला अहिलेलाई यति गाइजहरू होइन अब चाहिँ हामी साथीहरू यो चाहिँ छुट्न लागे किनभने चाहिँ हामीहरूको उता मैदानमा घुम्ने अनि यिनीहरूको चाहिँ यिनीहरूको सिधै हल्का घरमा समस्या पर्यो होइन समस्या मतलब हल्का मिलाएर बुझिदिनु होला अब हल्का समस्या पर्यो अहिले सबै त बाई बाई ल केटाहरू तल भेटौँला है घर ल हाम्रो चाहिँ भलकर पनि यहीँबाट गइसक्नु भयो होइन युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्नु होला होइन कस्तो ल त ल गुड बाई ल गुड बाई ल त हामीहरू केटाहरू गइसक्यो होइन अब हामी चाहिँ जे दुःख लागिरहेछ किनभने चाहिँ हाम्रो अब के गर्नु केटाहरू यस्तै हो होइन ल बाई बाई ल अब चाहिँ हामी चाहिँ उमेका र मैले चाहिँ हिँड्ने रातो यता अब यता देख्न सक्नुहुन्छ मेरो चाहिँ अब दिनभरिको साथी भने चाहिँ साथी भन्दा पनि भयो अब हाम्रो चाहिँ पार्टनर श्री भने पनि भयो जोइपोइ भने पनि भयो बुढाबुढी भने पनि भयो होइन जे अहिले हामीहरू अब भेडा हुने ठाउँमा जाँदैछु होइन उता अब झोला हालेर होइन तल पुलमा बनाउँला कि धुलो लैजा घर तली बनाउँला कि केटा हर्ने हुन् कि बुझेन अलिकति फाइनली गाइज हामी चाहिँ अब भेडा हुने ठाउँमा आइपुगेका छौँ होइन अनि हल्का यता देख्न सक्नुहुन्छ पुरै कुकुरहरू छ होइन हेरिरहेछ मलाई डर लागिरहेछ होइन
त्यसैले अहिले चाहिँ हामी ट्याक्क यता जहाँ भेडाहरू हुन्छन् त्यहाँ आइसकेका छौँ हामीहरू होइन। अब भेडा देखाउने छु र भेडा के हुन्छ कस्तो हुन्छ भनेर हजुरहरूले भन्नुभएको थियो कमेन्टमा होइन। अनि त्यो चाहिँ म देखाउने प्रयास गरिरहेको छु। यता चाहिँ अङ्कल हुनुहुन्छ। नमस्ते अङ्कल। हामी चाहिँ यो क्षेत्रको नाम के होला? हजुर रसुन मैदान। अनि भेडा एक्लैकै छन् कि मतलब धेरैजनाहरूका छन् भेडा? धेरैजना छन्, हामी 5 जना छौँ 6 जना। ए अनि भेडा पालेर मतलब भेडा पालेर के कस्तो आम्दानी भइरहेको छ त? कामला बुन्ने, नुन बुन्ने, अरू आम्दानी हाम्रो के हुने थियो त्यही गर्नुपर्ने हुन्छ हामीले नुन काटेर। ए अनि एउटा भेडाको मूल्य चाहिँ कति पर्छ होला? एउटाको मूल्य अब त्यही रोजेपछि अब 30-35 हजार रुपियाँ पर्छ, नभए अब त्यही 20 40-20 हो। ए हो। अनि भेडाको जस्तै बाख्राहरू पनि हुन्छ कि मतलब भेडाहरू मात्रै हुन्छ? भेडा पनि छन्, बाख्रा पनि छन् यहाँभित्र। ए भेडाको मूल्य अलग अनि बाख्राको मूल्य अलग अलग हुन्छ कि एउटै मोलमा जान्छन्? अलग अलगै हुन्छ सबै। ए हो। अनि गाइज हामी चाहिँ अब ट्याक्कै यता आइसकेका छौँ। जेहोस् अङ्कललाई भेटेँ अनि रमाइलो लाग्यो होइन। अनि एउटा मेरो भाइ पनि रहेछ यतातिर। जेहोस् आफ्नै अङ्कललाई चाहिँ मैले चिन्न सकेको थिएन, तर यो भाइहरूलाई चाहिँ सबैलाई चिन्छु। अनि यता ट्याक्कै भन्छु। अनि भाइ के छ खबर? ठिक छ भाइ। ए कहिले हो त अनि? हो ए अनि चाहिँ हामीहरू चाहिँ यहाँ भाइको कति भयो त भेडा चराउन लगाएको यतातिर? कस्तो छ के छ माहौल? ए अनि चाहिँ हामी चाहिँ अहिले रसुन मैदानमा छौँ होइन गाइजहरू। अब चाहिँ भेडाहरू देखाउने छौँ। अनि यतातिरको के छ कस्तो छ भनेर यता सबै केटाहरू छन्। माहौल जे होस् रमाइलो लाग्यो आज चाहिँ होइन। हिजो हाम्रो यतै बासस्थान भयो। अब चाहिँ भेडाहरू देखाउँछु म चाहिँ पछाडि गएर। हाम्रो चाहिँ भाइको शुभ नाम? मेरो नाम चाहिँ दिनेश भोगाया। अनि चाहिँ हामी चाहिँ यता भेडा सेडा पाल्ने काम यस्तै छ हाम्रो सुनतिर भन्नुपऱ्यो मैदानमा यस्तै छ। अनि चाहिँ भेडा पालेर मतलब कस्तो आम्दानी भइरहेको छ त? अब आम्दानी त त्यस्तै हो, अब जति आफूले गर्न सक्यो त्यति नै हो। आम्दानी भन्ने चिज त यस्तै हो। अब भइरहेछ आफ्नो घर खर्च चाहिँ भनौँ यस्तै छ। जे होस् आफ्नो खुसी छौ यो पालेर सन्तुष्टि चाहिँ छौ? रमाइलो छ, हावा ठन्डो खान पाइया छ यस्तै त हो नि। रामारसुनमा ठिकै छ भेडा पाल्नु उसै रामारसुनमा हाम्रो यो बासी। गाइज फाइनली म चाहिँ अब जहाँ भेडा छन् त्यता आइसकेको छु। यता देख्न सक्नुहुन्छ खोलामा नि भेडा छन् यता। अब चाहिँ साँड भनेको चाहिँ यही हो, यता देख्न सक्नुहुन्छ होइन। यो चाहिँ साँडो होइन, यसरी मार्छ भ्याक मार्छ। अनि यो चाहिँ भेडाहरू बसिरहेको रहेछन् यता। यो चाहिँ लोकल बाख्रो हो होइन यता। यो लोकल बाख्रो पुरै कपाल पनि कति धेरै ठुला, यति लामा छन् कि पुरै कपाल होइन। चिसोमा नि बस्दो रहेछ। अनि यता भेडाहरू यता देख्न सक्नुहुन्छ बबाल। अनि यहाँ चाहिँ बाख्राहरू पनि दामी रहेछन्। अनि हल्का मैले उसको लागि त भनिसकेको छु अगाडि नै के कस्तो छ भनेर होइन यता। अनि यता छन्। अनि म ऊ चाहिँ देखाउन गइरहेको छु अगाडिका उता धेरै छन् कि यतातिर त भेडाहरू धेरै छन्। अनि यता देख्न सक्नुहुन्छ गाइजहरू माया कसम यस्तो बबाल है भेडाहरू छन् यता। सानो बच्चाहरू चाहिँ यस्तो हुने रहेछ भेडाको। अनि चाहिँ सिगान्दै गाडा हुने रहेछ कि, किनभने चाहिँ हल्का सर्दी लाग्छ नि त, सबैलाई सर्दी लाग्छ त्यही कारणले रुगाखोकी पनि लाग्छ। त्यसैले यता जोस् आनन्द फिल भइरहेछ गाइजहरू। यता भेडाहरू देख्न पाइएको छ मस्त है। गाई मार्ने त होइन मलाई। यता साँडहरू आएछ त पुरै डेन्जर हुन्छ अरे के, साँड चाहिँ डेन्जर हुन्छ होइन। त्यसैले चाहिँ यता टक्क जोस् रमाइलो फिल छ। तपाईँ पनि आउन सक्नुहुन्छ यदि भेडा हेर्ने मन छ भने, भेडा बाख्राहरू हेर्ने मन छ भनेपछि होइन। रसुन मैदानमा भेट्यौँ, जोस् खुसी लाग्यो मलाई चाहिँ। भेडा हेर्ने ऊ चाहिँ रहर थियो, त्यो पनि मेरो पुरा भइसक्यो गाइजहरू। अनि यो चाहिँ अब लोकल बाख्रा होइन, लोकल बाख्राका साना पाठाहरू पनि छन् यता। देख्न सक्नुहुन्छ सानो पाठो रहेछ लोकल बाख्रा। यो घाँडो साँडो पनि लगाया हुँदो रहेछ, किनभने चाहिँ यो घाँडो लाउनुको कारण के हो भनेर म भन्छु।
यो घाँडो लाउनु कारण चाहिँ अब टाढा टाढा जङ्गलमा चाहिँ अब घना जङ्गल हुन्छ होइन यतातिर अनि यो घना जङ्गलमा हराएपछि चाहिँ ट्याक्क हराएपछि चाहिँ सजिलो हुन्छ नि त घाँडोको आवाजले जाने भए मान्छेहरू होइन यहाँका गलाहरू जाने भए त्यही कारणले चाहिँ गाइज चाहिँ यो चाहिँ भेडाको बाल चाहिँ यसरी कटिङ हुन्छ यता देख्न सक्नुहुन्छ यता यो कति महिनाको काट्नुहुन्छ यो हाम्रो कटाइ 6 महिना कार्तिक जन्मेका हुन् हजुर कार्तिकबाट आधामा यो नुमुलेपछि परि असर मुन्नुपर्छ हजुर घाममा जाने मुन्नुपर्छ भन्ने सेट छ ए कामला भन्ने सायद यसकै होला है हजुर हजुर बस्नको लागि व्यवस्था चाहिँ यस्तो गरेर हुन्छ यस्तो टक्क बवाल है यता पुरै भेडाहरू यता देख्न सक्नुहुन्छ हामी चाहिँ अब खाना खान गइरहेका छौँ यता हाम्रो साथी भेट्यो जो पुरानो साथी भेटिया छ यता होइन जो खानाको लागि यता देख्न सक्नुहुन्छ पुरै व्यवस्था भइरहेछ हाम्रो यही हो खाना खाने हाम्रो चाहिँ जे होस् खुसी लाग्यो खाना खान चाहिँ पाइयो आजको दिन यो चाहिँ बाघलाई पनि ढलाउने कुकुर जो हलदार यहीको नाम चाहिँ हलदार हो गाइज हामी चाहिँ अब यताबाट हिँडिसकेका छौँ अनि यो चाहिँ भ्याउने गाई डोडार भनिन्छ यसलाई यो चाहिँ सबभन्दा ठुलो ढुङ्गो छ यहाँ रसुनको होइन अब हामी चाहिँ खाना खाएर भेटहोटमा खानासाना खायौँ अनि त्यहाँभन्दा पछि हामी चाहिँ रसुन मैदान हुँदै अब चाहिँ हामी हिँडिसकेका छौँ होइन यता देख्न सक्नुहुन्छ यो चाहिँ पखान यहाँभन्दा माथि पखान हुँदै अब चाहिँ हामी चाहिँ उता त्यहाँदेखि हामी चाहिँ अब करिब रसुन मैदान छोड्न लागिसकेका छौँ र अर्को मैदान हामी चाहिँ अर्को मैदान कहाँ जान लाग्छौँ भने चाहिँ अहिले चाहिँ हामी किनमिन्नी मैदानमा जान लागिसकेका छौँ होइन माछा देख्न सक्नुहुन्छ त पुरै यो चिल्फोमा यस्तो माछा छ यहाँ नै पुरै देखिँदा गाइज फाइनली म चाहिँ चिल्फोमा पहुँचिसकेको छु अहिले चाहिँ हामी चिल्फोमा छौँ होइन अनि यता देख्न सक्नुहुन्छ चिल्फो भनेको सानसाना मैदानहरू रहेछ यता अनि यो चाहिँ पुरै पहाड छ यतातिर अनि यो चाहिँ खगारुको झाड अनि ढुङ्गो चाहिँ यति धेरै ठुलो रहेछ होइन यता देख्न सक्नुहुन्छ गाइजहरू यत्रो ढुङ्गो हुन्छ क्या यहाँ पुरै खतरा यत्रो ढुङ्गो छ यता देख्न सक्नुहुन्छ होइन अनि चाहिँ हामी हिँड्दैछौँ हामी चाहिँ अर्को मैदानमा किनमिन्नी मैदानमा जाने प्रयास गरिरहेका छौँ अनि यता सक्नुहुन्छ यता पुरै माछा मारिरहेका छन् यता पुरै दगडा सगडा बोकेर यता माछा मारिरहेछन् माछा कति मर्ने हो त हामी यहाँ 10 दिन भइगयो अहिले गाइज हामी चाहिँ अब किनमिन्नी मैदानमा आइसकेका छौँ म चाहिँ मैदान देखाइरहेको छु यता देख्न सक्नुहुन्छ यता 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 होइन यो चाहिँ किनमिन्नी मैदानको बिचगडामा छु म अहिले यो चाहिँ यता देख्न सक्नुहुन्छ अब चाहिँ यता केटाहरू भन्छन् पछाडि यता देख्न सक्नुहुन्छ हाम्रो उमेका अब हामी चाहिँ के भन्नु त गाइज हाम्रो चाहिँ यता देख्न सक्नुहुन्छ यता उमेश सर छन् अब चाहिँ अब हामी चाहिँ अगाडि गइसकेका छौँ कहाँ जान लाग्छु भने चाहिँ अब चाहिँ यता सिधै म चाहिँ माथि देखाउँछु यो चाहिँ यता माथि यो चाहिँ पाटन जाने रोड यो चाहिँ ठाडा पर्छ अनि यो चाहिँ अब हामी चाहिँ भेडाहरू देखाउँछौँ भेडा साँड खालुवा खसी बोका हेर्ने हो गाइज बोका पनि देखाउँछु होइन
यता देख्न सक्नुहुन्छ एउटा बोका चाहिँ उता देख्न सक्नुहुन्छ उता त्यहाँसम्म छ होइन एउटा बोका उता त्यहाँनिर बसेको छ अनि चाहिँ अब चाहिँ हामीहरू देखाउँछौँ अगाडि खाल्पा बोकाहरू सबै गइसक्नु भयो हामी चाहिँ जाँदैछौँ अब यता भेडाहरू छन् यता अब भेडाहरू देखाउँछु बवाल बवाल भेडाहरू देखाउँछु यता साना बच्चा ठुला यता साँड परेर साँडको काम के हुन्छ यो देखाउँदै अब यता देख्न सक्नुहुन्छ साँडहरू छन् होइन यो चाहिँ पहाडतिर मात्र पाइन्छ यो चाहिँ भेडाहरू पाटनतिर पाइन्छ अनि हामी चाहिँ मौकाले भेट भयो होइन गाइज यता खास गरी चाहिँ यो माथि पाटन छ नि यो पाटन त्यहाँ हुन्छ नि तर खै आज भोलि पर्सिसम्म लिने रहेछन् गाइज अब म देखाउँछु यता यो साँड चाहिँ यो लास्टी उच्चकाइ रहेछ यो देखाउँछु यो साँड चाहिँ लास्टी उच्चकाइ रहेछ खै मार्ने है जस्तो डराइ पनि रहेछ मलाई होइन यो चाहिँ साँडहरू भेडाहरू त्यस्तै हुन्छन् भेडा यता देखाउँछु देखाउँछु किन देखिरहेन यो चाहिँ साँड हो कतिवटा साँड हो नि 2 छन् अर्को खै त छोप्न नदिनेलाई कहाँ ए पाठान छैन क्या होइन सबै प्याने छन् कि क्या गाइजहरू बबाल छन् बाबा भेडाहरू बवाल छ होइन साँडहरू अब हामी चाहिँ इन्जोय गर्नेछौँ गाइज साँडमा चढेर इन्जोय गर्नेछौँ अनि भेडाको चाहिँ भेडा पाठालाई के भन्दा गाइज भेडाको पाठालाई चाहिँ लेउरु भन्ने रहेछन् यता मलाई त्यसलाई लेउरी भन्दा सोचेँ कि ओ मा कसम गाइज यो साँड चाहिँ देख्न सक्नुहुन्छ यो साँड चाहिँ बबाल रहेछ छोपे 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 सकेन ल ल ल ल ल अब त साँड छोपिसक्यो अब चढ्न पाइन्छ ऊ मा आएको उही मा खतरा मार्दो यार उही ओहो यहाँ त हानेले त खाए त्यही त यार हामी चाहिँ छोप्ने भन्दा थियो हो छोपे छोप 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 चढ्न दिँदो घोडा ल दौडा दौडा ओ ओ ओ फर्का 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 ल ले हामीलाई नचढ्न दियो के मजा आयो त कुद्यो मा ल जा अब कर्णाली त त्यो कस्तो फर्किँदा भन्दा तमी त्यो छाड्दैन क्या अगाडिको भाग उसै यार यसरी डरायो हुँदा हुन्थे ल कस्तो मान्छे डर लाग्दैन
गाइज अब चाहिँ हाम्रो करिब करिब साँझ पनि हुन लागिसक्यो। अब चाहिँ हामी मेरो मोबाइलमा चार्जर पनि सकिसक्यो होइन। अब न्यू डे न्यू भ्लगमा भेट्नेछौँ।